हेलो गुड मर्निङ हजुरहरू सबैजनालाई। अब चाहिँ म निस्केको उता वेस्ट भन्ने जग्गा गएको है। यहाँको वेदर चाहिँ अहिले यस्तो छ, आज चाहिँ धेरै उग्रेको छ नि त, त्यही भएर त्यतातिर कस्तो छ होला। उग्रेको भन्दा पनि कता कता त निकै धुम्म छ त हौ। यो चाहिँ प्याक्कुले हो, जहिले छेउमा आउँछ मेरो छेउमा, माया लाग्दो बिचरा। यो चाहिँ फेरि भेज हो नि त, फेरि मासु खाँदैन यसले एउटै। त्यसमा कान्छ कुन्चेले फेरि अस्ति चट पार्दैछ कि। यो गाउँतिर डुल्नु गयो भने चाहिँ काटिहाल्छ नि त्यसको कान चाहिँ। नाचा भन्दा सुन्दैनस् प्याकुले। यहाँ चाहिँ यस्तो चाहिँ नयाँ बनाएको यो ड्युटी चाहिँ हेर्नुहोस्। हामी चाहिँ अहिले यता वेस्ट आइपुग्यो है। पुरा बेसी गरम रहेछ यहाँ चाहिँ। अन्त अघि हामी जुन चाहिँ बिहान अलिकति पर्खाइ भयो नि त, त्यही भएर चाहिँ अब अघि आइपुग्थ्यो है। अन्त यहाँ आउँछ, उहाँ चाहिँ आगे हुनुहुन्छ लसो टासितेले यसो है। उहाँलाई पनि धेरै धेरै अब धेरै दिन भेटै भयो है उहाँसँग। पहिल्यै अब हुन त पहिला लेक्चरमा गएको थियौँ हामीसँगै, तर यसपालि चाहिँ अन्त फेरि एकचोटि फेरि जुड्यो है। त्यसो हुन्छ उहाँलाई बल्ल कोही मात्रै भेटौँ मसँग हो। यसपालि भेटेर बेसी धेरै खुसी छु। सो पुरै गरम छ। म तपाईँलाई देखाउँछु फ्यानहरू यहाँको है, यस्तो छ यहाँ चाहिँ। यहाँ हेर्नुहोस् फ्यानहरू यस्तो छ, फ्यान लगायो बस्यो हो, त्यस्तो छ नि। ल सो यहाँ चाहिँ अब आइपुगेछ है। यहाँ चाहिँ यस्तो रहेछ। हुन त अब बस्ती है, बस्ती बस्ती छ जग्गाहरू अब यस्तै त हुन्छ। ल सो हेर्दै गर्नु होला, हजुरहरूले यस्तो भिडियो ल्याएर आउनेछु।